अन्डर 18 खेलाडी उत्पादनमा 9वटा पालिका मात्रै होइन, झापाभरिका सम्पूर्ण पालिकाको चाहिँ उपस्थित होस्। कुनै पनि खेलाडीहरू चाहिँ अन्डर 18 का कोही पनि खेलाडीहरू, प्रतिभावान खेलाडीहरू चाहिँ फुटबल खेल्नबाट वञ्चित नहोस् भन्ने चाहिँ मूलभूत उद्देश्य पनि यो क्लबको थियो। तर अब यहाँ तपाईँ हामीले देखेको कुरा हो, अब यहाँ अन्य कार्यक्रम हुँदाखेरि फुटबलको उमेर समूहको कार्यक्रम होस् कि भेटनानको होस् कि तपाईको चाहिँ नि कर्मचारीको कार्यक्रम होस्, पालिकाको प्रतिनिधित्वमा सम्पूर्ण पालिकाहरू हुन्छन् र त्यसमा तामझामका साथ खर्च विवरण देखिन्छ, खर्च हुन्छ हैन। अनि त्यसमा चाहिँ एउटा गेममा तपाईको लाखौं रुपैयाँ हरेक पालिकाको त्यो अवस्थामा खर्च भएको छ। त्यसमा चाहिँ पालिकाकै पैसा, जो चाहिँ खेलकुदकै पैसा पनि त्यहाँ पसेको कुरा चाहिँ हामीले त्यो देखिरहेको छौँ। यो कुरो सबै जानकार छौँ। तर हामीलाई दुःख लागेको कुराहरू, यो एउटा क्लबले, एउटा फुटबल क्लबले यत्रो झापाको अन्डर 18 को प्रतिनिधित्व गरेर चाहिँ यो कार्यक्रम हुँदै गर्दाखेरि कति पालिकाहरूले यो प्रतियोगितामा उपस्थिति नजनाउँदाखेरि यो एउटा हामीलाई लागेको चाहिँ एउटा दुःखद अवस्था हो। किनभने खेलाडीले कहाँ खेल्ने त भन्दाखेरि यत्रो पालिका स्तरीय भनेपछि पालिकाबाटै आयो भनेदेखि भोलि यसमा चाहिँ यो कार्यक्रम चाहिँ हामीले जिल्ला फुटबल सङ्घ एन्फासँग कोअर्डिनेटर गरेको छौँ। उहाँहरू त यसको प्राविधिक सहयोग हुनुहुन्छ। भोलि आएर यो खेल हेरिरहेका हुन्छन्। यसको त सम्पूर्ण खेलाडीको खेल्ने उसको कुन खेलाडी कस्तो भन्ने कुरासम्म पनि यसमा चाहिँ सार्वजनिक हुन्छ, ऊ देखिन्छ यो प्रतियोगिताबाट। त्यसकारणले गर्दा यो प्रतियोगितामा नपठाउनु भनेको, नआउन सक्नु भनेको चाहिँ विभिन्न पालिकाहरूले हुनुहुन्छ। 9वटा पालिका बाहेक अरूको पालिकाहरूले जनाइ नरहँदाखेरि ती खेलाडीहरू वञ्चित भए। अब त्यो अवस्थामा चाहिँ हामीलाई दुःख लागेको हो।